लगभग आधी प्लास्टिक भरिसकेको छ। हेलो गाइज, वेलकम ब्याक टु माई च्यानल। र अहिले हामी चापाघाटमा छौँ, मानुङ जाने बाटोमा। र सिजन अनुसारको अर्सेल खान चाहिँ आज दाइ र म आएको छौँ। हेलो ब्रदर, के छ हौ? ल हेलो गाइज, फेरि पनि भनिहालेँ, सिजन अनुसारको अर्सेलु र एकदमै बाटै पछि छ अर्सेलु है। कति टिपिन्छ त आज दाजुभाइले होइन। ट्याक्क दाइले अस्तिदेखि लगभग एक हप्ता एक महिनादेखि सिजनभन्दा अगाडि खान जानुपर्छ टिप्नुपर्छ भन्दा आज दिन जुडेको छ। र देख्न सक्नुहुन्छ ऊ खसिसक्यो यार, यस्तो पाक्या रहेछ। डेन्जर हो। मन टिप्नुपर्छ कि है, हेरेर बसेको कति पिस भनेर हाल्नु नि। त्यो हातको पनि झर्छ फेरि। गोरु देखेछ गाइज, नजिकबाटै देखाइदिउँ है। लतरम्म अर्सेलु सर रातै रातो छ है पुरै। उता रुखमा देख्न सक्नुहुन्छ है, त्यहाँ माथिसम्म अर्सेलु छ। ल टिप्दिउँ होला है साथीहरू है। ल गाइज, पहिलो झ्याङमा चाहिँ अब सकिसक्यो लगभग है। क्लिन नै छ, त्यो माथिको चाहिँ अलिक गाह्रो नै छ। त्यही भएर हामी फेरि अर्को झ्याङमा पहिलो झ्याङको देखाइदिउँ त। ल गाइज, लगभग आधी प्लास्टिकभन्दा अझै थोरै 20% चाहिँ हामीले भराएको छौँ। लगभग यसलाई 200 रुपियाँ पर्छ किन्यो भने बाटोमा। अब हामी यो सेकेन्ड झ्याङमा तलबाट जाने। तल नि रातो छ साथीहरू। हिँड्नु चाबी लिनुभयो नि स्कुटरको। ल तल जाँदैछौँ। ल स्ट्रल गरेँ है, मैले हाँडो भेट्छु गर्दैन यसलाई। अन्त यहाँ हल्का रातो हो है। के हो यो? आथा यस्तो हुन्छ कि साथीहरू। देख्नुभयो गोपी बे काँडाले। यहाँ माथि चाहिँ डेन्जरै फलेको छ होइन। तर फेरि हाइटको कारणले गर्दाखेरि गाह्रो हुन्छ। झत्र हाने पनि यो कहाँ हो कहाँ अघि हानेको अलिअलि कता है। यहीँ माथिकोलाई हानेको फेरि उताकोलाई होइन। अब गाइज, अब तलतिर लाग्यौँ होला। तल नेक्स्ट उमा देखाइदिँदा अर्सेलु गरेर देखाउन। दुःखको मेहनत त्यहाँ यो चोट पनि लागिसक्यो दाइलाई कोतारेर होइन। खुट्टामा घाउ बनाइदिइसक्यो। तर यस्तो दामी फलेको यहाँ माथि त झन्। ओहो, त्यहाँ अझै उता त्यहाँ त्यो गहिरोमा। ल जाम आउँदा के हो यहाँ त? डेन्जर ढोड्का हात यार। ए पुरै सोरुङै जस्तो के पाइपको पानी आउने होइन। गाइज, नेक्स्ट लोकेसन देख्नु भइसकेको छ होला हजुरहरूले। झकमक अर्सेलु 1 घन्टा भयो त हामी आएको। अझै टिप्नु भएको छैन। टिप्ने होला है। लगभग आधी प्लास्टिक भरिसकेको छ। यसरी चाहिँ यो उसले कोट्टाम के दाइ आङ्कुसीले भेट्यो। ल यो उमा हाल्नु न डिक्कीमा। ल गाइज, यति हात पारे आज। यो रमाइलो भयो अर्सेलु खानु है। मजाले पनि खाइयो। अनि यति चाहिँ घर लाने ट्याक्क पानीमा हालेर चिसो पानी हालेर भिटिक खानुपर्छ। मजा आउँछ। ल अर्सेलु झ्याङ बाई बाई। सी यु नेक्स्ट सिजन। कस्तो ब्रो? ल हामी चाहिँ लाग्यौँ है। एउटा 2टा 3टा बोटमा टिपेको हामीले। यो मुनि पनि डेन्जर छ क्या बोट। यो हेर्दा मात्रै तलतिर डेन्जर बोट छ। अझै तलतिर पनि छ, अझै टिप्ने भयो त। तर अलिक कति बज्दै 9, 8, 8:54 भइसकेको छ। हामी लगभग 7 बजी घरबाट हिँडेको। 1.5 घन्टा चाहिँ भयो है। बोट त छ कि अब उयो भयो। केही देखेको छैन। उता चाइना बस्ती देखियो होला। मुनि चाहिँ चापाघाट।
गाइस मानिङ डाँडा चाहिँ यही है, माथिको टावर पनि देखेको छ। यसलाई चाहिँ के ठाउँ भन्छ दाइ? चापाघाट के हुन्छ अर्सेलीको? ए जोर फल्याएर चाहिँ छ कि अब अर्सेली सिजनको गाई चाहिँ घरमा बसेर त्यो बोरिङ भएर बस्नुभन्दा त आउने गाई छैन। अर्सेली टिप्ने, अर्सेलीको काँडाले बोक्छ है, फ्रेस बनाउँछ, दिमाग सड्काउँछ, रमाइलो पनि हुन्छ। घर बसेर सुत्नुभन्दा चाहिँ आउने ट्याक्टु अर्सेली लत्रम्म छ त्यहाँ त। अनि जाम नपुग्ने होला हुन्छ कि अब है। टाइमको भ्यालु पनि छ गाई चाहिँ गएर नुहाउनु पनि पर्छ, खाना खानु पऱ्यो। अर्सेली गाडी नै गाडी यस्तो दामी पिस थियो, भड्केर यस्तो भइछ अय्या केटो झारी क्या त। त्यस्तो राम्रो बाटो छ यार, त्यहीँबाट झारिदिने हजुर। यो कुन रुख हो दाइ थाहा हजुरलाई? यो हाइटिक हो कि मलेसिया सालले हुनसक्छ। झारलाई सिधै तल फेरि उमा बारीमा गाइस अब भने सिधै घर गएर भेट्नुपर्छ। गाइस फाइनल्ली हो घरमा हौसला पहाड हेर्नु टिपेर लिएर कम त मिहिनेत छ यहाँ। भाइरल त कहाँबाट हुने? किन क्या सोलको मूलको यहीँ छ दाइलाई भेरी गुड। ल गाइस आजको डे चाहिँ डे भन्नाले मर्निङ चाहिँ यही थियो है, अर्सेली हन्टिङ। ट्याक्क अब चिप्पो खानुपर्छ, भात भोक लागेको छ। अनि गाई चाहिँ तपाईँहरूलाई यो देखाउँछु है, माछा है हिजो मुवा र बुवाले मारेको लगभग यो आधी किलो छ है बुवा? दुईजना भएर मारेको होइन? लगभग आधी किलो माछा। गद्रा एकदम दामी हुन्छ, मेरो फेभरेट फिस हो। ल पहिला नुहाइधुवाइ गरेर खानासाना खाऊँ होला। हेलो गाइज, अहिले चाहिँ दिउँसो भएको छ। ल गाइज चाहिँ दिउँसो भएको छ। अनि यो देख्न सक्नुहुन्छ अत्यन्तै मिठो समोसा। खाँदै नआइदिनु सिधै मिठो। ल म टेस्ट गर्नु गएको छु। कति ठुलो समोसा हो बुवा? बुवा बुवा यो समोसालाई कति रुपियाँ हो बुवा? यो समोसालाई कति हो? 20 रुपियाँ जम्मा। त्यो ठुलो है वाइ ठुलो गाइज। यो चाहिँ हाम्रो यो लाङ्गालाईको घरमा बनेको समोसा हो। 20 रुपियाँमा ठुलो छ है। चटनी मिठो बनाउँछ त्यहाँ फेरि। त्यो हामीले बे भुज्न हाल्छ नि त्यो सुप के त्यो हाल्छ नि त्यो अरियोहरू त्यो नि हालेको कस्तो मिठो भयो। टेस्ट दामी आएको छ, बबाल खा दामी लाग्यो मलाई। 10 मा 9.5। ल गाइस म हजुरहरूलाई स्टकमा अर्सेली देखाउँछु है। स्टकमा राखेको छ। यो चाहिँ लोकल फिस भइहाल्यो है। ट्याक यो लोकल गौँटा लोकलै हुन्छ लोकल फिस गाइस। अनि अर्सेली टन्न हो कि अझै यो एक आधी प्लास्टिकै छ कि खान त खाएको अझै बच्यो है। ल गाइस अत्यन्तै गर्मी छ है। हाम्रो डमलिया मात्र कि नेपालभरि हो है। कहाँ कस्तो छ अन्ततिर चितवनमा झन् वाइल्ड होला। दमली पनि गर्मी भएको छ बेसरी। साथीहरू यति भन्दै अर्को नयाँ भिडियोमा भेटौँ। हस्त जय नेपाल। यदि नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्नु,
यदि पुरानो हुन्छ भने लाइक शेयर कमेन्ट गर्नु होला। त्यति भन्दै नेक्स्ट भिडियोमा भेटौँ। हस्त जय नेपाल।